मोटरसाइकलवालाहरू कति गाह्रो छ। काम गरेर खानु गाह्रो गाह्रो। काम गरेर गाह्रो चाहिँ भएर पनि केही फरक परेन। कता कता हो अब पैसा- हामी त अब तपाईँले कता लानुहुन्छ त्यतै जाने त हो। पैसा नपर्ने हो कि कुनै कुरामा। एकछिन दगुराउनु पऱ्यो कि धेरै भयो जाम भयो कि भनेर। मेरो त्यो गाडीको के भन्छ चार्जिङ गानीमा बढाउनु मोबिलले भएको हो कि जस्तो लाग्छ आइलसेलमा। ए साथी मोबिल हेर्नु है कति भयो फेर्नुपर्छ। नगरी त्यो अलिअलि भर घटेको छ। अलिकति छिटो फेर्दा केही फरक पर्दैन नि त। कि त सर बुढा भएको गाडीको हो। त्यो ट्यामै पुऱ्याउनु पर्छ भन्ने त छैन नि। अन्त बुढेको गाँठे 1 लाख 2 लाख पुग्न लागिसक्यो। 2 लाख है बुढेकै हो नि। 1 लाख 14 2 लाख अहिले हिसाब गऱ्यो भने तपाईँ कुन 1 लाख इन्डियाबाट 40,000 कटेर उता कता कता पुग्ने बेला भइसक्यो। सिधै गएको भए है। हो त। अब 1 लाख 43,000 कि कति बुढिसकेको छ नि। अनि सिधै गयो भने त अनि कहाँ कहाँ पुगिँदैन नि। अमेरिका चाहिँ नभनौँ। अब यहाँबाट काँकरी भित्र पुग्दा त जम्मा 700 किलोमिटर। र अनि भर्खर पो अनि त्यहाँ बनाउनु लाख भनेको त कहाँ हो कहाँ नि। टिभीको पसलबाट गएर चिया खा जानु हुन्थ्यो। ए पैसा त गएको छैन। थुप्रो जाने हो टिभीको पसलमा। पैसा छ भने जाउँ। जाम न त जाम। दाइ हुँदा हुँदा के चिन्ता गर्नु। होइन जहिले पनि बिचरा अब खानेकुराको आउनु 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 आउनु। खानेकुराको मात्रै हाल्छ होइन। भनेको जेरी खानु आऊ भन्छ टिभीले। जेरी खाना आऊ भन्छ मालपुवा भन्छ। ओ साथी हो साथी हो भन्छ। त्यो अब उसले के बिक्री भएर हो त फुर्सद भएर नि। बिक्री भएको भए त दिँदा दिँदा हैरान हुन्थ्यो नि। बिक्री नभएर थुपारेर कहाँ बोलाउँथ्यो होइन। हो त्यो व्यापार नभएर चाहिँ त्यो व्यापार नभएर बोलाएको। साथी हो भनेको हामीले बुझ्नु पर्यो। हामी कहाँ आयौँ अब तलतिर जाउँ न। जसमा गाडी निस्किने ठाउँ हो यो। यसको हरन छैन। तलै निस्केर जाउँ न। हरन छ। फेरि उता ज्ञानबहादुरलाई झुकाइदिउँ न। फेरि यताबाट फर्केर त्यहीबाट छिट्नु। ज्ञानबहादुर अनि के गरेको यो आउँदैछन्। आउँदैछ यिनीहरू कहाँ जान लाग्यो भन्दैछ उसले पनि। चलिरहेको भने गाडी त यो कन्डिसनमा आउँछ नि। होइन एकदम होइन? चलायो। चलिरहेको छ जहाँनिर बिग्रिन्छ त्यो फेरि नै हाल्ने। एउटा एउटा बिग्रिँदै गर्छ बनाउँदै गर्छ बिग्रिँदै गर्छ बनाउँदै गर्ने चलाउँदै गर्ने हो सबैभन्दा गाडी ठुलो चाहिँ। कुरो तेल र गिरिसिरिसमा मिल्यो भने खिया पर्नु दिएन भने 3 दिन त चलिहाल्छ नि। काठमाडौँलाई चाहिँ चल्छ क्या यो उपत्यकामा। धेरै दगुराउनु पर्दैन। बाहिरतिर पो 100 दगुराउँछ अनि 80 100 दगुरी जतिखेर पनि
छेउतिर हो यतातिर साइडमा अगाडि यो गाडीको अगाडि यहाँ त भात काट्ने यतै राखौँ न होटलपट्टि राखौँ ल डिडी सरको आइपुग्यो पसल आयो देवी सरको होटल यहीँ हो ल ल जेरी पुरी तरकारीको एकदम